ल आज चाहिँ म चाहिँ अब नेपथ्यको कन्सर्टमा जानु लाग्यो याममा बस छुटेर ल्याङ भयो अब होइन कतिखेर आउने बस केही छैन 2-4 गीत सुन्न पाएँ नि भयो मलाई चाहिँ बुझ्दिन पनि रहेछ यिनीहरूले फेरि कुर्दैन क्या मासलाहरूले फेरि गयो मासले कतिवटा आउँछ 5 मिनट आउँछ देखाइरहेको छ जान पनि ठाउँ चाहिँ यहाँ हो कि यो मलाई यहाँ गेट अफ के भन्छ यहाँ झऱ्यो दुईवटा बस हो होइन भेट्थेँ क्या मैले त्यो मलाई अब रेड लाइटमा नहिँडेर मात्रै हो एउटा भेट्ने रहेछ पछि त रेड लाइनमै दौड्यो बेकारमा दौड्यो जस्तो 2 मिनट अब यही खात्योहरू अब 4 मिनटमा देखाएर आएको छ होइन डाटै अन गरेर हुन्छ ठ्याक्क 6:53 मा पुग्ने भयो नि त 6:18 छ है ठिक छ कुरौँ अब के अन्त बाल भयो होइन यही हो टोली हो काम गर्यो आयो नेपथ्यको चाहिँ कस्तो भएको थियो भनेपछि पोहोर पनि भएको थियो के क्यानबेरामा भएको थियो अन्त त कता कता भएको थाहा थिएन त्यति बेला पनि अब जाने ऊ मेसिन मिलाएको होइन त्यति बेला त्यस्तै भयो के कुरा राख्नु यो पालि चाहिँ अब मलाई चाहिँ जहाँसम्म लाग्छ अब नेपथ्यको चाहिँ अब लास्टै अब होला जस्तो लाग्छ कि किनभने चाहिँ अब धेरै पुरानो ब्यान्ड हो नि त होइन अहिलेको नयाँहरू त खासै चासो हुँदैन होला तर हामी सुनिराखेको भएर चाहिँ अलिकति अब इन्ट्रेस्ट छ भनौँ न अब एकचोटि हेरेपछि पुग्यो फेरि मलाई चाहिँ हेरेको छैन कि अहिलेसम्म फेरि नेपालमा पनि अब त्यही 1500को टिकट अब महँगो भएर भिडियो मन कता भएको थियो त्यति बेला पनि महँगो के जानु भनेर गएन अब यहाँको बेला होइन उहाँबाट नेपालबाट यहाँ अब नेपथ्यहरू आउनु भएको छ होइन ठिकै छ फेरि उहाँको त त्यही हो अब आफूलाई हान्दा नि प्रायः डोनेसनै भएर आउँछ नि त अनि त्यही भएर चाहिँ अब हेर्न मन लाग्यो खास गरी चाहिँ मलाई अब पछि चाहिँ के कस्तो हुन्छ होइन अपडेट गर्दै गरौँला अब कुमार सागर पनि आउने कुरा छ के अरे ठिकै छ अब त्यो आयो भने गयो भने म हाल्छु होइन भने चाहिँ ठिकै छ अहिलेको लागि चाहिँ अब नेपथ्य जिन्दाबाद है त नेपथ्य रक्स ल यस्तै छ ऊ त्यो रेड लाइट बोलिरहेको छ त्यहाँ होइन यतापट्टि मान्छे हिँड्ने बिचमा ऊ त्यो गाडी आएको ठाउँमा त्यहाँ छ बाटो यतापट्टि रेड थियो क्या
कला हेलो म यहाँ बस स्टपमा हो नि त यार 7 बजेबाट हो एनसीसी नेसनल कन्भेन्सन सेन्टर भनेर हान्नु त एनसीसी भनेर आउनु त ठ्याक्कै म्याप आउँछ छैन नि त यार ठ्याक्कै छुट्यो नि भने यहाँ बस एक दौडेको मुलाहरूले रोक्दै रोकेन नि अब यहाँ अब आउँछ 2-3 मिनटमा आउँछ देखाइरहेछ आयो नि त ल बस स्टपमा ल गयो ल बस कुरेन ओके छ ल ल ठिक छ ल होइन मलाई बस खातेहरू गएर के भयो त म दाइ आउँदै हुन्छ ल दाइसँग गयो दाजुभाइ गयो ल आज ल दाजुभाइ हेऱ्यो यस्तो हुन्छ के बस के छ भन्नु आयो गाडी आयो आउँछ आउँदैन होइन सबैको मिल्न पर्यो होइन यताउता गाडी आयो यही हो गयो होइन त नेपाते आउने हो र ल बस खातेहरू छुटिरहेको ठ्याक्कै त्यो ऊ पनि त्यहीँ थियो कि त्यो केटी पनि त्यहीँ थियो दौडेको झन् मलाई गइदिइरहेको त्यो रोजा पनि बसमा कुरिरहेको छ कि त्यो पनि ठिक छ 7 बजे होइन पुग्छ 7 बजे पुग्छ ठिकै छ 2-3 वटा गीत सुनि नि पुग्यो कि त्यो रातभरि हेर्नु पर्छ नि छैन अब त्यो कति घन्टा आउँछ थाहा भएन 1-2 घन्टा just forget dial brother forget dial sorry Okay, no, thank you very much. हुने उठाउनु फेरि आज त काम पनि छैन भन्दै हुनुहुन्थ्यो ढिलो के आयो त्यसले क्या खोइ बेर पनि छैन त्यहाँ भयो ब्याड लक Oscar थन्काइयो सब नेपोतेमा जानु परिरहेको जस्तो यहाँ Your call has been forwarded to voicemail. ट्याक्सीहरू ट्राउजर जुत्ताहरू लागिहाल्छ ठिक छ त त्यही रेडीमै अब टक्कर आएर एउटा सर्ट हाल्छु त्यहीबाट सिधै हिँडिन्छ नि The person you're trying to reach is not available. At the tone, please record your message. When you have finished कता हो ब्रो पुग्न लाग्यो अझै पुगे छैन पुग्न तपाईँ आउँछ र त्यहाँ म दोकान अगाडि छु यार ए मलाई 1 मिनट लाग्छ अझै 1 मिनट हजुर 1 मिनट त होइन होला हो देख्नु पर्ने त 1 मिनट भयो त हामी अनि देख्नु पर्ने त 1 मिनट भयो त अनि हामी होइन पछाडिबाट अन्त भने के हिँड्दै हो र
हिँड्दै आएछ के भित्र गएर भने हुन्छ के हो नत्र भाइले भन्नु नि त हो अँ म सोध्छु नि त टिकटको म्यानेजमेन्ट हुँदैछ कि यहाँ चाहिँ जुगाड छ ठुलियो जुगाड छ nepoti पो हुँदैन कडा रहेछ त यो चाहिँ हाम्रो ब्रदरको पसल है ब्रदरको पसल हो सिद्ध जोरो स्क्यानबाट सेल buy and repairs Nepali सुन चाँदी पसल Nepalese 224 ग्रेट स्टोरेज रक 161 Dundas Court Philip ल है त सानो प्रोमो पनि हानिदिउँ क्यानाडाबाट बस्ने दाजुभाइहरू दिदीबहिनीहरू ज्वेलरीमा इन्ट्रेस्ट छ भने हाम्रो ब्रदरको पसल नेपाली ब्रदरको पसल टिकट आयो बा कोलाई लाने अब कोलाई लाने अब खुला भयो बिहे भएर छ अब फ्री टिकट पायो भने त अब प्रवीण भाइलाई भन्यो नि त होइन होइन हाने आना प्रवीण भाइ ठिक हुन्छ कता हो हामी म यता घरतिर गयो नेपाल ल होइन हेलो प्रवीण सेकन्ड गर्नुपर्छ होला जाने हेलो हेलो प्रवीण नेपाल गयो नि त फ्री टिकट छ भने प्राय यार मान्छेले यहाँ $100 खर्च गयो भाइ फ्री टिकट काटेको भाइको लागि क्या फ्री आउने गयो नि त गयो छिटो आउन यो टिकट छ भने कस्तो आउने आयो ल 7 बजेबाट हो क्या छिटो आयो म नि घर गएर अब कपडा चेन्ज हालेर आइहाल्छु हो सट्ट आयो कहाँ तिमी अब त्यो एनसीसी भन्नेमा आऊ न के अरे नेसनल कन्भेन्सन सेन्टर भन्ने एनसीसी हान सिटीमा भित्र गएर म अब त्यही हो तिमीले त खाएर बसे जस्तो लाग्यो के भयो रे भित्र गएर अब जेसुकै गरौँला नि त आयो नि त पहिला आयो आयो भाइ यार छिटो भने टिकट छ क्या भाइ ए हामी 3 जना हो हामी 3 जना अब छिटो हिँडिहाल्यो कि भाइ हिँडिहाल्यो त्यो एनसीसी भन्ने भाइ प्रवीण है थाहा होला नि भाइलाई त्यही अब तिमीहरू त अब ग्रुपमा आउने होला अब त्यही अब भेटौँ नि त आयो ल आयो ल आयो ल आयो एउटा टिकट फ्री किनेछु मैले है त ल त्यही भेटौँला ल स्योर आयो नि भाइ ल ओके छिटो आयो अहिले हिँडेर कल गऱ्यो मलाई ल त टिकट वेस्ट हुन्छ है भाइ मजा गरेर हेर्नु फेरि ल हिँडिहाल ल भाइ